यो चाहिँ सिक्किमको है, सिक्किमको अब घाम डुब्दै गरेको सिनेरी चाहिँ खिचिदिएको मुनि यस्तो छ है। यो चाहिँ भ्यू पोइन्ट हो, यहाँबाट चाहिँ यस्तोहरू देखिन्छ पहाडहरू है, खोला नालाहरू यस्तो छ। यहाँ चाहिँ लास्टमा डुब्नु आँटेको घामहरू लास्टमा यो चाहिँ ल हेर्नु कति राम्रो देखिरहेको है। कस्तो लाग्यो भन्नुहोस् है तपाईँहरूलाई। ल साथीहरू हेर्नुहोस्, डुब्दै गरेको डाँडाले छेल्नु आँटेको छ घामलाई। अहिले कति बज्यो भने 4:05 बज्नु 11 मिनट छ। यो डाँडाले छेल्नु आँटेको छ घाम, दामी लागेर चाहिँ यसो भिडियो गरेको। कस्तो लाग्छ हेर्नुहोस् है। यस्तो छ यहाँको सिनेरीहरू। ज्वालामुखी पर्वत जस्तो देखेको है त्यो माथि। साथी हेर्नुहोस् है। ल कस्तो लाग्छ यसो कमेन्टमा भन्नुहोस्। हेलो भन्नुहोस् है। डुबे हामीलाई चेल्यो नि पहाडले छिर्यो। यो चाहिँ भ्यू पोइन्ट हो, यहाँबाट चाहिँ एकदम सबैतिर देख्छ कि सबै पहाडहरू गाउँ बस्तीहरू है। यस्तो नगरौँ जुन नगर्नु। यमुनी खोला छ है। यो उता दार्जिलिङपट्टि पर्छ। यही पनि अलिकति देखाइदिन्छु ल। तुरिसक्यो, डुबाइसक्यो। ओके फ्रेन्ड्स, कस्तो लाग्यो भन्नुहोस् है कमेन्टमा। ल साँझको टाइमको हो यो, 5 बज्नु आँटेको छ। पहाडले छेक्यो घामलाई है। ओके फ्रेन्ड्स, have a nice day, have a nice sweet dream.